Hello, guys. Good morning to all. Welcome to my live. नमस्कार सम्पूर्ण महानुभावहरुमा मेरो लाइभमा स्वागत छ। तपाईहरुलाई मेरो च्यानलको नाम रहेको छ सूर्य मुस्कान जलथल। म हुँ तपाईहरुको हरपलको साथी, तपाईहरुको भाइ भतिजो सूर्य। आदरणीय भगवान रूपी दर्शक महानुभावहरुमा म एक्सरसाइजको क्रममा यानी कि मर्निङ वकको क्रममा यो रमणीय स्थानमा प्रवेश भएको कारणले आज तपाईहरु समक्ष सानो क्लिप्स लिएर म उपस्थित भएको छु। कृपया हेरेर साथ दिनुहोला। आदरणीय भगवान रूपी दर्शक महानुभावहरुमा मैले बनाउन गएको सानो क्लिप्स तपाईहरुलाई मन छोयो भने यदि लाइक गरिदिनु होला। आदरणीय भगवान रूपी दर्शक महानुभावहरुमा मैले बनाउन गइरहेको सानो क्लिप्स स्वदेश र विदेशको भिन्नता। हेर्नुस् त महोदय, हेर्नुस् त आदरणीय जनताहरु, स्वदेश र विदेशको भिन्नता मैले यति छुट्याउन गइरहेको छु कि यति भिन्नता पाएको छु कि आदरणीय भगवान रूपी दर्शकहरुमा यहाँ को जनताहरुले सस्तो र सुलभ मूल्यमा सुलभ तरिकाले यहाँका विदेशी जनताहरुले विदेशी सरकारले हेर्नुस् त गाउँ गाउँ टोल टोल बस्ती बस्तीमा तपाईको यो घना जंगलको बीचमा यति सुन्दर रमणीय र पक्की तरिकाले चाहिँ पिच बनाइदिएको छ। आदरणीय भगवान रूपी दर्शक महानुभावहरु, हामी र हाम्रो नेपालमा पनि यस्तो जंगलको बीचमा या घना बस्तीको बीचमा टोल टोलमा पानी बत्ती र बिजुली बनाइदिएको थियो भने र सरकारले उपलब्ध गराइदिएको थियो भने यहाँका जनता जति नै हामी पनि खुसी हुन्थ्यौं हैन र। ल हेर्नुस् त महानुभावहरु, हेर्नुस् त महोदयहरु, यहाँका जनताले पानी बत्ती र बाटोको सुपथ सुविधा पाएको हुनाले ल तल हेर्नुस् त महोदय, आफ्ना उन्नत जातका भेजिटेरियनहरु लगाएर, फलफुलहरु लगाएर, रुखपातहरु लगाएर यहाँका जनताहरु बेरोजगारबाट मुक्त भएको तपाई हामी अवगत देखिन्छ, अवगत छ। ल हेर्नुस् त महोदय, यो जंगलको बीचमा घना बस्तीको बीचमा टोल टोलमा गाउँ शहरमा त अलगै छ, यो घना जंगलको बीचमा बाटो, पानी र बिजुलीको यति यहाँ तपाईहरुलाई अवगत गराउन चाहन्छु कि ल हेर्नुस् त महोदय, टोल टोल बाटो, टोल टोल बत्ती, टोल टोल पानीको व्यवस्था भएको कारणले यहाँका जनता खुसीका साथ आफ्ना परिवारहरुसँग बसेर रमाउन बाध्य भएका छन्। यहाँका जनता विदेशिनु परेको छैन। हामी पनि त हाम्रो सरकारले हामीलाई पनि त यस्तो तरिकाले चाहिँ बाटो बत्ती र पानीको व्यवस्था गराइदिएको थियो भने हामीसँग पनि त प्रशस्त जमिन छ, हामीसँग पनि त प्रशस्त दिमाग छ, हामी पनि त यही तरिकाले अन्य जातका उन्नत जातका फसलहरु लगाएर हामी पनि त हाम्रो परिवारहरुसँग रमाएर हामी पनि त बेरोजगार मुक्त हुन्थ्यौं नि हैन र। कृपया मैले भन्न खोजेको यो हो कि विदेश र स्वदेशको भिन्नता। हेर्नुस् त महोदय, हेर्नुस् त महोदय, आश्चर्य लाग्छ हैन र। ल हेर्नुस्, यो घना जंगलको बीचमा
सरकारले पिच बनाइदिएको छ, बाटो सुन्दरता छ, यहाँका जनताहरू खुसी छन्। हामी आज नेपालको सन्दर्भमा भन्ने हो भने लोड सेडिङबाट चाहेको बेला हामीले हाम्रा करेसाबारीमा पानी लगाउन पाइँदैन। हामीले चाहेको बेला बत्तीको सदुपयोग गर्न पाइँदैन। दिनमा कति घन्टा लोड सेडिङ भइरहेको छ। ए सरकार, हामीलाई पनि यस्तो चाहना छ नि, होइन र? अब विदेशी सरकारबाट कहिले सिक्छस्? यानि कि हामी बेरोजगार भएर चाहिँ विदेशिनु बाध्य बनाई सरकार। हामीले नै विदेशी रेमिटेन्स र हामी सोझा जनता मार्फत उठाएको महसुलबारे आज भ्रष्टाचार गरेर नेताहरूका घर परिवार सुख शान्ति र महल बनाएर तिमीहरूलाई आनन्द छ, तर सोझा हामी इमान्दारी जनताहरूलाई भोक प्यास मेटाउन पनि केही चिजको सुविधा नदिएको कारणले आज यो सानो क्लिप्स बनाउन गइरहेको छु। हेर जनता, सोच, विदेशी भिडियोहरू, विदेशी न्युजहरू हेरेर पनि अलिकति लाज मानेर सोच्ने गर। जनताहरूलाई दुःख यदि शास्ति दिइस् भने हामी त्यही सोझा जनताहरू मार्फत असुलेर राजस्व बटुलेर तैँले आज भ्रष्टाचार गरेर महल बनाएर सोझा जनतालाई लात हानेको एक दिन पक्कै निक्लिनेछ। धन्यवाद महोदयहरू। म अर्को भिडियो मार्फत तपाईहरू समक्ष आउनेछु। आजलाई धन्यवाद। बाई बाई।